महँगो चस्मा हो यो 2.5 लाख को अलि है महँगो चस्मा हो यो 2.5 लाख को अलि है क्या बोला तूने? ओ यता हेर न यता यता वाओ ब्यूटीफुल गुड मर्निङ गाइज वेलकम टु माई न्यू ब्लग। आजको भ्लगमा फेरि पनि हजुरलाई स्वागत छ। न्यू डे न्यू ब्लगमा फेरि आइसकेको छु म चाहिँ। हेर्न नबुल्नु होला, त्यही भन्दै आज चाहिँ हामी बिहानै उठेर मार्केट जान लागेको। सानो हाम्रो काम थियो नि त, त्यो कामको कारणले त्यो काम चाहिँ हामी उतै गएपछि देखाउने छु हजुरहरूलाई। हामी चाहिँ सामान लिन आइसकेका छौँ। सामान देखाउँदा के लिने हो? मेरो लाइट हो गाइस उताबाट लाइट हो उताबाट देखाऊ, पछाडिबाट के हो? मान्छे माल पनि देख्नु पर्यो। माल यो हो त्यो हो। अनि अरू के लाग्ने हो? अरु हनी लैजानु तर अब यस्तै लैजानु पर्ने जस्तो मैले त तिमी दुइटै लैजाऊ भनिरहेको छु पछि ढक्कन लगाउन सजिलो हुन्न त रुममा त किर्मिला लाग्यो दिमाग खराब भएन हो त्यो टेन्सन त्यसको हो। अरू के छ? जे गर्छु यो वाला डब्बा लैजाऊ, त्यही बेला लैजाऊ कि सोध्न यार, तर भर्री छैन यार यो आधा छ होइन। यही पुग्छ गरिबीको यस्तै हो कि। नहीं, हम शुद्ध गरीब हैं। हाँ, हम भी खानदानी गरीब हैं। एकै पिस पनि हेर्ने क्या अनि त्यो पनि ल गाइस। अहिले चाहिँ हामी सामान किनेर छौँ। त्यो सामान किनिसकेपछि अब हामी चाहिँ अब के बनाउँछ त्योभन्दा बढी केही पनि त्यस्तो खास पछि भेट्छौँ अब केही छैन। पछि भेटौँला भन्न चाहन्छु। के हुन्छ हेर्दै गर्नु होला, पछि भेटौँ। कुरा भइरहेको गाइस, आउट भयो कि नै भनेर क्रिकेट हजुर क्रिकेट रेफ्रीको कुरा हुन हा, साइड रेफ्री र मेन रेफ्रीको कुरा भइरहेको प्लेयर आउट भयो कि नै भनेर भइरह। अनि मान्छे आज हेर्दैन, अस्ति जुन दिन हेर्ने भनेर आउट भयो कि नै हेरेर आउट 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 भयो। यहाँ मती कहिले सुत्ने बनाओ, उदय रुखो मती कहिले सुत्ने बनाओ। त्यो गाइस हामी चाहिँ अस्ति नै आएको थियो नि त क्रिकेट हेर्न भनेर, त्यो दिन भइरहेको थिएन। त्यही भएर आज चाहिँ हाम्रो टाइम भइहाल्यो, हेर्न पाउँदैनौँ हामी। त्यसो सरासर हामी जान लागेको यही बाटो हुँदै पुरानो हाम्रो सामान हामीले चाहिँ किनिसक्यौँ। अहिले ब्यागमा छ, देखाउनु मिल्दैन। त्यही हो, एक आइसक्रिम खाँदै फस्यौँ नि फेरि आएर यो बाटो। आज चाहिँ पानी बढ्या रहेछ, जान पाउँदैनौँ कि कुनै हाने। अस्तिभन्दा बढी ओ माई गड, ओ माई गड। कुनाबाट छिरेर कसरी जाने त? फेरि फर्केर उही बाटो गइरहेको हामी चाहिँ आज घुमी घुमी। अहिले चाहिँ हामी यो फर्केर पनि बिच बाटो पुगिसक्यौँ। तपाईँहरूलाई एउटा कुरा देखाउँछु, चिन्नु होला यो के हो। सेम टिकापुर पार्कको हो कि नै भन तिमी भन आफै भनेर कमेन्ट गर्नु तु सेम सामान। मलाई त सेम लाग्छ, तिमीलाई लाग्छ कि नै? के को पूजा पाठ भएर मेरो नुहारनको पूजा मेरो न्वारन चाहिँ म घरै गएपछि गर्ने हो। साँच्चीकै पूजा हुन्न र। त्यही हो गाइस, हामी चाहिँ अहिले यस्तो गरम हेर्नु त पसिना आएर पनि तनाव भइरहेको छ। चल झूठा। यस्तो उसमा भिडियो बनाएर चक्लेट खानुपर्छ। चक्लेट खाएर अनि त्यो पनि यस्तो गरममा यस्तो उसमा आएर पनि भिडियो रोज रेगुलर दिइरहेको छ। आजभोलि त्यही पनि तपाईँहरूले हेरिदिनु हुँदैन भनेर हल्का दुःख लाग्छ। त्यही हो गाइस। धेरै थाहा छ गाइस कहिले त्यही हो कि थाहा छ बोल्न थियो। त्यही हो कि हाम्रो यत्रो रेगुलर हालेको भिडियोमा पनि माया गरिदिनुहुन्न भनेर हल्का दुःख लाग्छ। किनभने उहाँको काम अझ फेरि यहाँको यो ब्लग डेली यो हाल्नु पर्ने एउटा होइन नि त। यहाँ 2-4 घन्टा 1-2 घन्टा त 3 घन्टा त एडिटमै जान्छ हाम्रो। भिडियो अगाडि पछाडि के हेर्नु पऱ्यो हेर्न नै टाइम गएको थाहै हुँदैन। त्यही हो।
के भन्ने अब त्यस्तै त हो हेरिदिनु होला हेरेर पनि नदेखे जस्तो नगरिदिनु होला जय बच्चा देख्न सक्नुहुनेछ गाइस हाम्रो यो बिल्लो Black doggy. ब्ल्याक डगी It's getting his phone. हेलो हामी चाहिँ अब सस बनाउन गइरहेका छौँ अहिले पछाडि पड्केको चाहिँ के हो अन्डाको सस तन्दुरीमा चाहिँ कोइला हालेको छ तन्दुरी देखाइदिउँ गाई जललाई खै यसलाई के भन्छन् यो चाहिँ यो म्याउने भन्छन् यसलाई यो अन्डाको ससबाट अन्डाबाट बन्छ अन्डाबाट आफूले हालेर मिक्सरमा घुमाउने हो ब्ल्याक यसलाई मेयो भन्छ गाइस अहिले चाहिँ हामी फाइनल्ली रुममा अरे कौन भौंक रहा है ये बदतमीज रुम पुग्न आँटिसक्यौँ अब यहाँ जङ्गलमै छौँ त्यही हो हाम्रो ड्युटी सुटी सकाएर पनि रुममा आइसक्यो हामी चाहिँ रुम चाहिँ कस्तो हुन्छ भनेपछि के यहाँ चाहिँ शरद दाइ छ हामी दुईजना चस्मा लगाइदिउँ चस्मा हिरो 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 महेश लगाइदेऊ न लगाएर कस्तो देखियो के भयो त अनि यार यो महँगो चस्मा हो यो 2.5 लाख कोराली है महँगो चस्मा हो यो 2.5 लाख कोराली है क्या बोला तूने ओ यता हेर न यता यता एउटा फिल्ममा गुन्डा छ नि यार त्यस्तै देखियो नि त यार सेम होइन त्यही हो ड्युटी जाँदाखेरि चाहिँ कस्तो हुन्छ अब ड्युटी भन्दा पहिला बसिया हुन्छ नि त बाहिर त्यतिर केही लाग्दैन कि मतलब लाग्दैन जब ड्युटी भित्र जान्छु नि त्यसरी हाई हाई हुन्छ कि पुरा निन्द्रा लाग्ने कि त्यस्तो भइरहेको हुन्छ कि हामीहरूलाई त्यही हो अहिले चाहिँ रुमनिर पुगिसक्यो केटाहरू सब यी पछाडि जाऊ महेश उता हिरो छ म्यानेजर शरद दाइ उता रोहित हामीहरू चाहिँ यो पारामा गइरहेछौँ यहाँ मान्छेहरू बस्यान् झ्यापारामा यहाँ आएर रेस्टमा छन् आफ्नो आफ्नो मोबाइल चलाउँदै बिजी के हेरिरहेको छु अहिले धन्दा कति भयो आज देखाउनु खै देखाउनु यहाँ देखौ आजको धन्दा हेर्नुहोस् गाइज यो तलको है आजको धन्दा ए हिजोको धन्दा ए कहाँ हो यहाँ होइन हिजोको म झुट बोल्छु भने यहीँ छ होइन यो वाट्सएपमा फुलमुन हाम्रो फुलमुन क्याफेको युट्युब हेर्दै हुँदैन के मगाउनु त्यहाँ सिक्स प्याकमा ध्यान नदिनु होला या मोबाइलमा ध्यान दिनु होला यो मात्र होइन अरू पनि मगाउनु कति दिनमा आउँछ भने कति दिनमा आउँछ खै अहिले देखाइहाल्छ त कति दिनमा भनेर क्या लगाएको हो त्यो होला अब सर जान यहाँ आउँछ बिस्तारै पारामा हाम्रो सामग्री आइरहेछ यो युवालाई मगाइरहेछ म चाहिँ ए रेड नदेखाउनु अहिले के हो भने रेट देखाए यो आइरहेको अन्त